हेलो साथीहरु नमस्ते। हजुरहरुलाई सरस्वती पी कुकिङ च्यानलमा स्वागत छ। आज चाहिँ म हजुरहरुको साथमा अमिलो पिरो टक्क परेको काँक्राको अचारको रेसिपी लिएर आएको छु। आशा गर्छु हजुरहरुलाई भिडियो मन पर्छ। अचार बनाउनको लागि सबैभन्दा फर्स्टमा मैले चाहिँ यहाँ कराई मजाले तताइसकेको छु र फिलुङ्गेलाई हालेर मजाले चलाएर भुट्नु पर्छ। फिलुङ्गे चटट आवाज गर्न थालेपछि हाम्रो फिलुङ्गे पनि रेडी भयो र निकालेर राखिदिनु पर्छ। हजुरहरुले पनि भिडियोमा हेरे जस्तै यसरी नै फिलुङ्गेलाई भुट्नु होला। फिलुङ्गेलाई भुटिसकेपछि चाहिँ निकालेर सेलाउनको लागि राखिदिनु पर्छ र काँक्राको अचार बनाउनको लागि मैले यहाँ काँक्रा पनि काटेर लिइसकेको छु र हरियो खोर्सानीलाई पनि काटेर हाल्दिनु पर्छ र मसिनो गरेर काटेको प्याजलाई पनि हाल्दिनु पर्छ। सबै हालिसकेपछि मैले चाहिँ यहाँ उसिनेर आलु पनि लिएको छु र आलुलाई पनि चक्कुको सहायताले मसिनो गरेर काटेर हाल्नु पर्छ। हजुरहरु चाहे भने आलु नहाल्दा पनि हुन्छ। मैले चाहिँ यहाँ आलु हालेको छु। आलु हाल्दाखेरि चाहिँ अचारको स्वाद एकदमै मिठो आउँछ र मैले यहाँ सबै आलुलाई काटिसकेर लिइसकेको छु र अचार झान्नुको लागि मैले यहाँ कराई बसालिसकेँ। कराई मजाले तातेपछि तोरीको तेल हाल्दिनु पर्छ र अचार बनाउँदा हमेशा तोरीको तेलै युज गर्नुहोला। यसरी बनाएको अचारको स्वाद एकदमै मिठो हुन्छ र मैले यहाँ मेथी सानो चम्चाको हाफ चम्चा जति हालिदिएको छु र हालेर रातो भएर भुटिसकेपछि खोर्सानीलाई पनि हाल्दिनु पर्छ र ग्यास अफ गरिदिनु पर्छ र बेसरलाई हालेर चलाएर अचारलाई झानिदिनु पर्छ। अचारलाई झानिसकेपछि चाहिँ मैले यहाँ ठुलो चम्चाको 2 चम्चा जति सुकेको खोर्सानीको धुलो पनि लिएको छु। हजुरहरुले आफूले चाहिने अनुसार पिरो हाल्नु होला। म चाहिँ यहाँ अलिक बढी नै पिरो युज गरेको छु र स्वाद अनुसार नुन हाल्दिनु पर्छ र यहाँ पिसेर राखेको फिलुङ्गेको छोपलाई पनि हाल्दिनु पर्छ। हजुरहरु चाहे भने तिल आलसको छोप पनि युज गर्न सक्नुहुन्छ। दुईटै हालेर बनायो भने पनि अचारको स्वाद एकदमै मिठो हुन्छ र मैले चाहिँ यहाँ 2टा निम्बु निचारेर पनि हालिदिइसकेको छु। र हजुरहरुलाई आजको काँक्राको अचारको रेसिपी कस्तो लाग्यो प्लिज भनिदिनु होला र मेरो भिडियोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला र फलो पनि गरिदिनु होला। हजुरहरु पनि यसरी बनाएर खानु होला। काँक्राको अचार एकदमै मिठो र टेस्टी बनिन्छ। यहाँ चाहिँ मैले सबै निम्बु निचारेर हालिसकेपछि सबै अचारलाई हातको सहायताले मजाले मोल्नु पर्छ। अचार मोल्दाखेरि चाहिँ हमेशा हातको सहायताले मोल्दा अचारको स्वाद एकदमै मिठो र टेस्टी बनिन्छ र हजुरहरु पनि यसरी बनाएर खानु होला। काँक्राको अचार अमिलो पिरो टक्क परेको एकदमै मिठो र टेस्टी बनिन्छ र हाम्रो काँक्राको अचार पनि रेडी भइसकेको छ र हेर्नुस् त एकदमै यमी र टेस्टी देखिँदैछ काँक्राको अचार। हजुरहरु पनि ट्राई गरेर हेर्नु होला र भात रोटीहरुसँग यो काँक्राको अचार एकदमै मिठो र टेस्टी बनिन्छ। मलाई चाहिँ एकदमै मन पर्छ यो काँक्राको अचार। हजुरहरु पनि एकपल्ट ट्राई गरेर हेर्नु होला।